एलन मस्क भन्ने बित्तिकै दिमागमा रकेट, कार अनि आजकल एक्सको चित्र आउँछ। तर यी सब बनाउने आइडिया चाहिँ कहाँबाट आउँछ होला? आउनुहोस् एउटा यात्रामा निस्कौँ। उहाँका प्रोजेक्टहरूबाट सुरु गरेर उहाँको सोचको त्यो गहिराईसम्म पुगौँ जहाँ विज्ञान र दर्शनको भेट हुन्छ। हो नि, संसारले एलोन मस्कलाई चिन्ने नै एक निर्माता, एक बिल्डरको रूपमा हो। टेस्ला, स्पेस एक्स जस्ता कम्पनीहरू जसले हाम्रो भविष्यलाई नै नयाँ आकार दिइरहेका छन्, यी सबै पछाडि उहाँकै हात छ। उहाँ त्यस्ता इन्जिनियर हुनुहुन्छ जसले सोचलाई साँच्चीकै बनाइदिनुहुन्छ। तर खास प्रश्न त यो हो कि उहाँलाई चाहिँ केले बनाउँछ? ती ठूला ठूला रकेट र गाडीहरू पछाडि कुन सोच, कुन दर्शन लुकेको होला? उहाँको हरेक निर्णयलाई कुन आइडियाले डोर्याउँछ? ल, अबको केही मिनेटमा हामी यही कुराको गहिराईमा पुग्नेछौँ। मस्क आफै के भन्नुहुन्छ भने, म त केवल यहाँ के भइरहेको छ भनेर बुझ्न खोज्दैछु। यो एउटा सानो भनाइले नै उहाँको खास उद्देश्य के हो भनेर छर्लङ्ग पार्छ। उहाँको काम कम्पनी बनाउनु मात्र होइन, यो त ब्रह्माण्ड, मानवता र स्वयं वास्तविकतालाई नै बुझ्ने एउटा गहिरो खोज हो। ल, हाम्रो यो यात्राको पहिलो स्टप हो मस्कको सबैभन्दा चर्चित प्रोजेक्ट एक्स। तर हेर्नुहोस्, यो हामीले सोचे जस्तो सामान्य सोशल मिडिया मात्रै होइन है। यसको पछाडि एउटा निकै ठूलो सोच लुकेको छ। एक्सको खास लक्ष्य हो संसारलाई मानवताको सामूहिक चेतनामा ल्याउनु। अब सोच्नुहोस् त, यो एउटा एपभन्दा कति ठूलो कुरा भयो। यो त एउटा यस्तो ग्लोबल प्लेटफर्म बनाउने कोसिस हो जहाँ पुरै मानवताले एकै ठाउँमा सोच्न, बहस गर्न र महसुस गर्न सकोस्। अब सामूहिक चेतना भन्ने शब्द सुन्दा अलि गाह्रो लाग्न सक्छ, तर यसलाई सजिलोसँग बुझौँ। यो भनेको एउटा यस्तो अवस्था हो जहाँ संसारभरका मान्छेका सोच र अनुभवहरू एकै ठाउँमा जोडिएका हुन्छन्। जस्तै एक्समा कुनै ठूलो घटना हुँदा संसारभरका मान्छेहरूले एकैचोटि प्रतिक्रिया दिन्छन् र अटोमेटिक ट्रान्सलेसनले भाषाको बाधा पनि हटाइदिन्छ। यसले गर्दा एकअर्काको विचार तुरन्तै बुझ्न सकिन्छ। हो, यही हो सामूहिक चेतनाको एउटा सानो झल्को। ल, अब चेतनाको कुराबाट अलिकति अगाडि बढौँ र समाजको पुरै बनावट नै बदल्ने अर्को आइडियातिर लागौँ। एउटा यस्तो भविष्यको कुरा गरौँ जहाँ काम भनेको के हो त्यसको मतलब नै फेरिनेछ र यो सबैलाई सम्भव बनाउने एउटै चिज छ, आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई। र यो कुनै साइन्स फिक्सन फिल्मको कुरा होइन है। मस्कको भविष्यवाणी मान्ने हो भने अबको 20 वर्षभन्दा पनि कम समयमा हामीले काम भनेर चिन्ने कुरा आधारभूत रूपमै बदलिसकेको हुनेछ। उहाँ आफै के भन्नुहुन्छ भने, मेरो भविष्यवाणी छ कि 20 वर्षभन्दा कममा काम गर्नु ऐच्छिक हुनेछ। लगभग शोक जस्तै। यसको सोझो मतलब के हो भने, अब पेट पाल्नकै लागि काम गर्नुपर्ने दिन सकिनेछन्। काम आवश्यकता होइन, बरु व्यक्तिगत रुचि र खुसीको कुरा बन्नेछ। तर यो हुन्छ चाहिँ कसरी त? यसका 3वटा स्टेप छन्। स्टेप 1, एआई र रोबोटिक्सको विकास यति तेज हुन्छ कि धेरैजसो कामहरू यिनीहरूले नै गर्छन्। त्यसपछि स्टेप 2, सामान र सेवाहरूको उत्पादन यति धेरै हुन्छ कि सबैका लागि छेलोखेलो हुन्छ। अनि फाइनल स्टेपमा जब आधारभूत आवश्यकताहरू सजिलै पूरा हुन्छन्, तब मानिसले पैसाको लागि होइन, आफ्नो खुसी र रुचिको लागि मात्र काम गर्नेछ। एकछिन सोच्नुस् त, यदि कामै गर्नु पर्दैन, सबै कुरा छेलोखेलो छ भने पैसाको के काम हो? अब हामी मस्कको सोचको त्यो तहमा पुग्दैछौँ जहाँ पैसाको कन्सेप्टलाई नै चुनौती दिइन्छ र मूल्यको एउटा नयाँ परिभाषा खोजिन्छ। यो साँच्चै नै निकै गहिरो प्रश्न हो। जब एआई र रोबोटले हामीलाई चाहिने सबै थोक, खाना, घर, मनोरञ्जन दिन सक्छ भने पैसा किन चाहियो र? यो एउटा प्रश्नले हाम्रो पुरै इकोनोमिक सिस्टमको जग नै हल्लाइदिन्छ। मस्कको विचारमा पैसा भनेको के हो त? यो त केवल मान्छेको कामलाई यताउति मिलाउने एउटा सिस्टम मात्रै हो। तर जब एआईले सबै काम गर्छ, त्यो सिस्टमै चाहिँदैन अनि पैसा कामै नलाग्ने हुन्छ। त्यसो भए वास्तविक मुद्रा के हो त? उहाँको लागि त्यो हो ऊर्जा, एनर्जी। सोच्नुस् न, रकेट उडाउनुहोस् वा कम्प्युटर चलाउन के चाहिन्छ? ऊर्जा। त्यसैले प्रगतिको असली आधार नै ऊर्जा हो। ऊर्जा कति महत्त्वपूर्ण छ भन्ने कुरालाई नाप्ने एउटा वैज्ञानिक स्केल पनि छ, जसलाई कार्दाशेव स्केल भनिन्छ। यसले के भन्छ भने, कुनै पनि सभ्यता कति विकसित छ भनेर पैसाले होइन, त्यसले कति ऊर्जा चलाउन सक्छ भनेर थाहा हुन्छ। सभ्यता पहिला ग्रहको, त्यसपछि ताराको अनि अन्तमा पुरै ग्यालेक्सीकै ऊर्जा चलाउन सक्ने भएर विकसित हुँदै जान्छ। ल,
अब समाज र पैसाको कुराबाट फड्को मारेर सबैभन्दा गहिरो र सायद सबैभन्दा अनौठो विचारतिर लागौं। यो सुन्दा कुनै फिल्मको कथा जस्तो लाग्ला, तर मस्कोको लागि यो एउटा निकै गम्भीर प्रश्न हो। के हामी एउटा सिमुलेसनमा बाँचिरहेका छौं? जब मस्कलाई कसैले सोध्यो, हामी सिमुलेसनमा छौं भन्ने चान्स कति छ? उहाँको जवाब एकदम सिधा थियो, धेरै नै। उहाँ यो कुरा ठट्टामा भन्नुहुन्न, यसको पछाडि उहाँको आफ्नै तर्क छ। उहाँको तर्कको आधार के हो त? भिडियो गेमहरू। एकपटक सम्झिनुहोस् त, सन् 1972 को पोङ गेम, 2टा डन्डी र एउटा थुप्लो। अनि आज हेर्नुहोस् त, गेमहरू कति रियल देखिन्छन्। अब सोच्नुहोस्, केही दशकपछि कस्तो होला? गेम र वास्तविकतामा कुनै फरकै नरहने होला। अब तर्क एकदमै सिधा छ। यदि कुनै सभ्यताले यस्ता रियल सिमुलेसनहरू बनाउन सक्यो भने के उनीहरूले एउटा मात्र बनाउलान् त? बनाउँदैनन्, अरबौं बनाउँछन्। अब हिसाब लगाउनुहोस्, हाम्रो चान्स त्यो एउटै ओरिजिनल रियालिटीमा हुने बढी हुन्छ कि ती अरबौं सिमुलेसनमध्ये एउटामा? सम्भावनाको खेल हो यो। ल ठिक छ, मानिलियौँ हामी सिमुलेसनमै छौं। त्यसो भए यो सबैको मतलब के त? यसको उद्देश्य के हो? मस्कका यी सबै आइडियाहरूलाई अन्तिममा एउटै धागोले बाँध्ने कुरा यही हो, हाम्रो अस्तित्वको सम्भावित उद्देश्य। मस्कको विचारमा सबैभन्दा रोचक नतिजा जे हो त्यही हुने सम्भावना बढी हुन्छ। डार्विनको सर्भाइभल अफ द फिटेस्ट जस्तै यहाँ सर्भाइभल अफ द मोस्ट इन्ट्रेस्टिङ लागू हुन्छ। भन्नुको मतलब हाम्रो यो रियालिटी साइड किन चलिरहेको छ भने यो रोचक छ। हाम्रो अस्तित्व नै नयाँ कुराहरू पत्ता लगाउने र यो ब्रह्माण्डलाई अझ रोचक बनाउने हाम्रो क्षमतामा टिकेको हुन सक्छ। अब यही रोचकतालाई कायम राख्न अनि एआईलाई पनि राम्रो बनाउन मस्कले 3वटा सिद्धान्तको कुरा गर्नुहुन्छ। पहिलो हो सत्य। एआईलाई झुटो बोल्न लगाउनु भएन, किनकि सत्यले नै वास्तविकता बुझ्न सघाउँछ। दोस्रो, सौन्दर्य। एआईलाई सुन्दरताको महत्त्व सिकाउनुपर्छ, किनकि यसले गहिलाई थप्छ। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, जिज्ञासा। एआईमा सिक्ने र बुझ्ने भोक जगाउनुपर्छ। यही जिज्ञासाले नै छ आविष्कारलाई जन्म दिन्छ र सिमुलेसनलाई रोचक बनाइराख्छ। र अन्तमा यो सबै कुराले हामीलाई एउटा निकै गहिरो प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। यदि अस्तित्वमा रहिरहनुको उद्देश्य नै रोचक बन्नु हो भने यो ब्रह्माण्डको विशाल नाटकमा मानवताको सबैभन्दा रोचक भूमिका के हुन सक्छ त?